हामी चाहिँ विश्वको दोस्रो शङ्खमूल बनाइराखेको ठाउँमा जाँदैछौँ। त्यहाँ चाहिँ 108 धारा बनाइराखेको छ, हामी हेर्न जाँदैछौँ। यो चाहिँ थाहा नगरपालिकामा पर्छ। यहाँबाट इन्द्रायणी बस्ती देख्न सक्नुहुन्छ हजुरहरूले। सुन्दर पालुङ हामी जाँदैछौँ हेर्नलाई है त। कतिलाई मनपर्छ, मन परे लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला गाइस। म युट्युबमा हाल्नेछु हजुरहरूको लागि। यो जाँदैछु, हामी आइपुग्यौँ। यो चाहिँ धारा अब भर्खर बनाउँदै रहेछ। यसो घुम्न हिँडेको है गाइस, हेर्न हिँडेको। कतिको राम्रो रहेछ, कतिको अब राम्रो बनाउँदैछ। अब कति करोडको बजेट हो यो, 108 धारा हो, भर्खर बन्दैछ। एक चक्कर घुम्छु है त म, हजुरहरूलाई पुरा देखाउनेछु म। यहाँको खोला चाहिँ सुकिसकेछ गाइस, हेर्नुहोस्। अब हिउँदो महिनामा खोलाको ताली यस्तो छ, अब सुकिसक्यो, सर्लक्कै परेछ। बर्खामा चाहिँ बढ्छ। यो घाट हो, यो चाहिँ शङ्खमूल घाट।